अब चाहिँ पौडी खेल्नु चरणतिर स्टार्ट। सबैजना पौडी खेल्नु चरणतिर स्टार्ट। म फ्याँकिदिन्छु उता। जिन्दगी के भेज यस्तो युट्युबर भएर पनि साथीको काममा भर हुनु पर्छ। पौडी खेल्नु त बडो गाइज गर्मी बडो। अनि म चाहिँ के भन्न चाहन्छु भने तपाईहरु मेरो युट्युब च्यानल पनि सब्स्क्राइब गर्नु ल। म भर्खरै नयाँ नयाँ युट्युबर हो। पुरानोलाई मात्र सपोर्ट गरेर हुँदैन के गाइज, नयाँलाई पनि गर्नुपर्छ। र भविष्यमा हामी पनि तपाईले पनि युट्युब च्यानल खोलेर हामीले पनि सपोर्ट गर्यौं भने तपाईलाई पनि फाइदा हुन्छ। सो त्यही भएर अहिले फेरि हामीले खोला काट्नु पर्छ पौडी खेल्ने चक्करमा। मोटो मोटो चक्का हुन्छ। सो हेलो गर्नु दाइ। हेलो भाइ। हेलो ल। अनि म यहाँ यस्तो जिन्दगी ओइ साइकल पौडी पढाइ म गएर चेक गर्छु। गएर छैन त यार यता त पौडी गएर छैन त। अब हामी पौडी खेल्ने चरणतिर लग्यौं। पहिले म गएर चेक गर्नु जान्छु है साथीहरु, अनि खेल्नु नै त त्यतिकै पोपट भन्नुहुन्छ। ओइ साथीहरु के भन्नु, तालाबको पानी पनि यति छिटो सुक्छ भनेर सोचेको थिइनँ मैले। पानी हेर्नु गाइस यति छिटो सुकेको के। एकछिन न जम ल जम। ओइ बुद्धको बोस ल गाइस यति नै आज चाहिँ।